Welcome to the property valuation series. This is Mahendra Karki and you're watching Next Gen Civil. आजको यस भिडियोमा चाहिँ हामी साइट प्लानलाई कसरी बनाउने भन्ने कुरा सिक्छौं र साइट प्लान पनि कुन केसमा भन्दा यदि तपाईको त्यो साइटमा चाहिँ बिल्डिङहरु बनेको छैन र तपाईको नक्साहरु पास भएको छैन भने चाहिँ तपाईले आफूसँग भएको ट्रेस म्यापबाट तपाईले त्यहाँको साइट प्लान बनाउनु पर्ने हुन्छ आफूले त्यहाँ जग्गामा नापेर भने यदि त्यहाँनेरि चाहिँ घर छ र त्यहाँ चाहिँ नक्सा पास भइसकेको छ भने तपाईहरुसँग एउटा नक्सा हुन्छ र त्यो नक्साको आधारमा नै तपाईहरुले के गर्नुपर्ने हुन्छ भन्दा फेरि यस्तो नक्साहरु हुन्छ यो चाहिँ स्क्यान गरेर छुट्टा छुट्टै राखिएको छ तर तपाईहरु भ्यालुएसन गर्नु हुँदैछ भने चाहिँ ठूलो नक्सा हुन्छ र त्यसमा सम्पूर्ण ड्रइङहरु हुन्छ यहाँ चाहिँ हामीले साइड प्लान अनि ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सेकेन्ड फ्लोर स्क्यान गरेर राखेका छौं र यसलाई हेर्दै कसरी साइड प्लान बनाउनु पर्छ भन्ने हामी आज सिक्ने छौं र यदि त्यहाँनेरि तपाईको भ्यालुएसन गर्नु हुँदैछ भने त्यहाँनेरि चाहिँ अलरेडी घरहरु बनेको छ र त्यहाँनेरि नक्सा पास छ भने चाहिँ तपाईले त्यही नक्साको आधारमा नै तपाईले साइड प्लान बनाउनु पर्ने हुन्छ किनभने त्यहाँनेरि नगरपालिकामा पास भइसकेको हुन्छ र तपाईको जग्गा चाहिँ यहाँ यति छ भनेर उनीहरुले एक्ज्याक्ट नापेर नै साइड प्लान बनाएको हुन्छ र साइड प्लान बनाउँदा तपाईले ध्यान दिनुपर्ने मुख्य कुरा भनेको चाहिँ तपाईले घरको सेप हेर्नुस् यहाँ घरको सेप हेर्दा फेरि कहाँ बाङ्गिएको छ भनेर हेर्नुपर्ने हुन्छ घर के भएको छ यो साइडपटि बाङ्गिरहेको छ यो साइडमा बाङ्गिएको छ भनेपछि हामीले यसलाई बेस लिन मिल्दैन जग्गा कतापटि चेपेको छ भन्दा यो साइड र यो साइडमा चेपेको छ र यो साइडमा चाहिँ सिधा छ जता उसको जग्गा हुन्छ त्यहाँ चाहिँ उसको के हुन्छ अलिकति सिधा हुन्छ र यो पोइन्टमा हेर्दा हाम्रो यो साइड पुरै बाङ्गिएको छ भनेपछि हामीले यसलाई बेस लिन्छौं यदि तपाईले यसलाई बेस लिनु भने तपाईको ड्रइङ बिग्रिन जान्छ त्यही भएर बेसहरु लिदा चाहिँ एकदमै ध्यान दिएर लिनु होला र यो साइडलाई चाहिँ हामी बेस लिन्छौं र हामी कसरी बनाउने भनेर अब बनाउन तर्फ लाग्छौं र यहाँ बनाइसकेको छ र तपाईहरुलाई चाहिँ म कसरी बनाउने भनेर फेरि पनि देखाउने छु पीएल कमान्ड दिनुस् र यसलाई बेसलाइन यसलाई अर्थो मोड अन गर्नुस् अर्थो मोडमा तपाईको लेन्थ कति छ त अब यहाँ हेर्नुस् 26 फिट 11 इन्च छ भनेपछि हामीले यहाँ 26 फिट 11 इन्च प्रेस गर्यौं र यसलाई छोड्दियौं अब सर्कल लिएर सी कमान्ड दिएर चाहिँ हाम्रो यहाँनेरि डायगोनलहरु ड्रा गर्नुपर्ने हुन्छ र यो डायगोनल ड्रा गर्दा फेरि यहाँ तपाईले देख्न सक्नुहुन्छ यो 50 फिट हामीले ट्रायंगल युज गर्दै बनाउँछौं 50 फिट छ भनेपछि यहाँबाट हामीले के गर्यौं 50 फिट ड्रा गर्यौं 50 फिट अनि फेरि अर्को पोइन्टबाट त्यसको अर्को ट्रायंगलको पोइन्टबाट यो पोइन्टबाट हामीले के गर्यौं भन्दा फेरि 43 to 48 फिट 2 इन्चको रहेछ र हामीले चाहिँ यसलाई अब 48 फिट 2 इन्च नै गर्ने छौं त्यहाँ अलिकति क्लियर नदेखिएको छ तर मजाले हेर्यो भने चाहिँ देखिन्छ 48 फिट 2 इन्च हामीले यो लियौं र यसलाई अब हाम्रो यो पोइन्ट कहाँ हो भनेर पत्ता लगाउनको लागि चाहिँ मैले यसरी एउटा रेखा ताने किनभने यो जोड्न पर्ने हुन्छ र हामीलाई चाहिँ यो जस्ट एउटा बेस पोइन्ट मात्र पत्ता लगायौं हामीले यो पोइन्ट पत्ता लगायौं भनेपछि अब हामी यो ट्रायंगल ड्रा गर्छौं यहाँनेरि हाम्रो 15 फिट 7 इन्च छ यो लम्बाई 15 फिट 7 इन्च भनेपछि यहाँबाट यो पोइन्टमा पकडेर 15 फिट 7 इन्चको सर्कल कोर्छौं र अब यो पोइन्टबाट फेरि कतिको डिस्टेन्स छ भन्दा फेरि 35 फिट 10 इन्च 35 10 इन्च ड्रा गर्छौं र पीएल इन्टर गरेर हामी यसलाई जोड्छौं आउटलाइनहरु मात्र ड्रा गर्नुपर्ने हुन्छ हामीले चाहिँ त्यही भएर आउटलाइन ड्रा गरौं यो हाम्रो अलिकति मिस्टेक आयो दुईटा ड्रा गर्दा फेरि किनभने सी गरेर 15 फिट 7 इन्च यो रहेको छ 15 फिट 7 इन्च अनि यो पोइन्टबाट फेरि अब हामीले गर्यौं 35 फिट 10 इन्च 35 फिट 10 इन्च गर्दा फेरि
अहिले भने सिधा आएको छ अलिक र यो पोइन्टबाट हामीलाई यो अब सर्कलहरु चाहिएन तर यो पोइन्ट अझै पनि चाहिन्छ र यो पोइन्टबाट फेरि हामी यताको ट्रायंगल ड्रा गर्छौं यो भनेको 31 फिट र यता 19 फिट 11 इन्च सी गरिम यो पोइन्टबाट 31 फिट 31 फिट र यहाँबाट भनेको 19 फिट 11 इन्च पीएल इन्टर गरिम अब यसलाई चाहिँ अब जोड्दा मिलो यो चाहिँ हामीले के गरिम भन्दा एउटा रेफरेन्सको रूपमा मात्र लिएको थियौं अब यसलाई हामी डिलिट गर्छौं यहाँबाट फेरि अर्को ट्रायंगल बनाउनतिर लाग्छौं र यहाँनेरि अब हेरौं यहाँबाट यो ट्रायंगल ड्रा गर्छौं अब हामी यो ट्रायंगल ड्रा गर्नको लागि चाहिँ 39 फिट 2 इन्च छ यो टोटल लेन्थ 39 2 र 14 1 दुईटैलाई जोड्नु पर्ने हुन्छ अब हामीले कति हुन जान्छ त भनेर अब हेरौं त्यो भन्दा अगाडि यो 11 फिट यता ड्रा गरौं हाँ 39 मा 14 40 भइहाल्यो 40 10 ले 50 43 फिट 3 इन्च 43 फिट 3 इन्च हामीले ड्रा गर्यौं 43 हैन 53 हुन गयो कसरी भन्दा अलरेडी 40 छ 50 50 भनेपछि 53 3 इन्च हामीले यहाँनेरि सर्कल ड्रा गर्छौं र त्यसलाई इन्टरसेक्ट गराउँछौं 53 फिट 3 इन्च र यो जोइन गरौँ हामी यो जोइन गर्दा अब हाम्रो लगभग साइड प्लान बन्नै आँटिसक्यो अब यहाँनेरि अर्को एउटा ट्रायंगल छ त्यो ड्रा गर्न भनेको 9 फिट र 6 फिट 3 इन्च यहाँनेरि 9 फिट ड्रा गर्नुस् यहाँनेरि 6 फिट 3 इन्च अब यसलाई पनि जोडिदेऊ र यो हामीले के गर्यौं डिलिट गर्यौं अब हामीले बनाएको साइड प्लान ठीक छ छैन त भनेर चेक गर्नको लागि हामी पोलिलाइन कमान्ड दियौं र टोटल सबलाई यसरी हामी कनेक्ट गरौँ यसरी कनेक्ट गरिसकेपछि हामीले यसको टोटल एरिया झिक्छौं अब एरिया कति आयो त यसलाई गर्दा फेरि 1358.49 आयो अब यसको एरिया कति छ 1355.77 भनेपछि हाम्रो अलिकति थोरै के भयो इरोड आयो तर यो सामान्य हो अलिकति इरोड आउँदा केही पनि हुँदैन 1 फिट 2 फिट इरोडले केही पनि हुँदैन यो चाहिँ एक्ज्याक्ट हुनुपर्छ भन्ने छैन भर्सक एक्ज्याक्ट हुनुपर्छ तर तपाईले ड्रा गर्दा फेरि चाहिँ लगभग चाहिँ सेम आउन आवश्यक छ र अब हामीले बनाउन त बनायौं डाइमेन्सनहरु पनि ठीक छ छैन भनेर पनि चेक गर्नुपर्ने हुन्छ र त्यो डाइमेन्सन चेक गर्नु पूर्व चाहिँ हामी के गर्छौं भन्दा हामी पहिला बाटो बनाउँछौं 13 फिटको पीसीसी रोड छ कतापटि इस्टपटि अब यसलाई अफसेट गरौँ 13 फिटको पीसीसी रोड आयो हैन त अब यहाँनेरि तपाईको यसलाई एक्सटेन्ड गरौँ सुरुमा यसलाई एक्सटेन्ड गरौँ यताको साइडमा अनि बल्ल अब यसलाई कहाँसम्म एक्सटेन्ड गर्ने त भन्दा यहाँसम्म गरौँ अनि यो कति फिटको छ यो पनि 13 फिटको छ भनेपछि यसलाई पनि अब हामीले अफसेट 13 फिट भनेर माथिपटि गर्दैौं अब यसरी हाम्रो बाटो आयो बाटो आइसकेपछि अब यसलाई त्यत्रो परसम्म नबनाउने हामी नजिकसम्म राख्ने टीआर किनभने हाम्रो त्यो ड्रइङ यो स्केल भित्र अट्नु पर्छ 1:10 को स्केल लिएको छौं हामीले
यो स्केल अब कसरी लिने त्यो पनि म सिकाउँछु, मजाले हेर्नु होला। यो हामीलाई नचाहिनेहरू हामीले के गरिदिने, ट्रिम गरिदिने। यहाँ त बाटो छ, यसलाई त राखेर भएन। अब यहाँनिर चाहिँ तपाईँ के छ भन्दाखेरि यो बाटो हाम्रो यसरी आएको छ र यो बाटो हामीले 13 फिटको दुईपट्टि नै के गर्यौँ, हामीले ड्र गर्यौँ। अब यो 13 फिटको बाटो त हामीले ड्र गर्यौँ, तर यहाँ तपाईँहरूले देख्नु हुँदैछ ROW लाइन भनेको के हो भन्दा राइट अफ वे भनेको। अब यो बाटो 13 फिटको भए तापनि यो चाहिँ यसको चाहिँ मापदण्ड चाहिँ अलिकति धेरै नै छ है भनौँ। 13 फिटको बाटो यो बाटो 13 फिटकै छ र यहाँनिर ROW लाइन र हाम्रो जग्गाको चाहिँ साइडको लाइन चाहिँ एक्ज्याक्ट सेम ठाउँमा भएको कारणले गर्दा यहाँ चाहिँ हामीले बाटोको अधिकार अनुसार काट्नु परेन। यदि यो ROW लाइन चाहिँ अलिकति यतातिर हुन्थ्यो भने हामीले के गर्नु पर्थ्यो भन्दा हाम्रो जग्गा काटिन्थ्यो। तर यो पोइन्टमा चाहिँ के भयो भन्दा जग्गा काट्नु परेन, किनभने हाम्रो बाटो पनि 13 फिटको छ, डेड इन्ड छ। यहाँनिर डेड इन्ड छ भनेपछि हामीले यसलाई पनि डेड इन्ड बनाउनु पर्ने हुन्छ। अब यहाँनिर डेड इन्ड भनेपछि यसलाई के गर्दियौँ, क्लोज गर्दियौँ। अनि भनेको अब हामीलाई के चाहियो त भन्दा यो भइसक्यो। अब हामीले यो भित्रको बिल्डिङ ड्र गर्नुपर्ने हुन्छ। साइड प्लान भन्दैमा अब बिल्डिङ छ भने त्यो बिल्डिङ पनि देखाउनै पर्ने हुन्छ र अब हामी बिल्डिङ ड्र गर्नपट्टि लागौँ। PL कमान्ड गरेर हामीले अघि एरिया झिक्न जसो गरेको थियौँ, हामीले बाटोको लागि अफसेट चाहिन्थ्यो, त्यही भएर मैले त्यो डिलिट गरेको थिएँ। अब फेरि त्यो बनाउँदैछु टोटल एरिया कति छ भनेर, र यो कनेक्ट गरिसकेपछि चाहिँ हामीलाई बिल्डिङ बनाउनपट्टि लागौँ। अब हामीले बिल्डिङ बनाउनको लागि यहाँ 8 फिट 10 इन्च यता यहाँनिर छोड्नुपर्ने छ। सी 8 फिट 10 इन्च छोड्यौँ। PL कमान्ड इन्टर गरेर तलपट्टि कति 5 हामीले चाहिँ अर्थमा गर्नुपर्ने हुन्छ। बिल्डिङ कहिले पनि के हुन्छ, यस्तो खाली ठाउँमा बाङ्गो बनाएको हुँदैन। माथिबाट 5 फिट छोड्यौँ अनि राइट साइड हामी टोटल गयौँ, किनभने यहाँसम्म टाँसिएको छ भने चाहिँ हामीले यहीँ टाँसिदिने। यो यति खाली भाग हो, त्यो खाली भाग बनायौँ। अब यता के छ, बाटोबाट चाहिँ 5 फिट 4 इन्च छोडेको छ, त्यो पनि हामीले छोड्नु पर्यो। 5 फिट 4 इन्च 5 फिट 4 इन्च। अब यहाँबाट सिधा तल कहाँसम्म भन्दाखेरि एक्ज्याक्ट कहाँसम्म, अब यता भन्दा पनि हामी यताबाट चाहिँ गर्दै जान्छौँ र यो सजिलो हुन्छ। यहाँसम्म मैले अन्दाजी एउटा रेखा तान्दे। अब यो पोइन्टबाट जान्छु, 5 फिट यताबाट फेरि छोडेको छ, सी गर्ने, यो पोइन्टमा पकडेर 5 फिटको रेडियस लिने र यसलाई सिधा तान्ने। कतिसम्म भन्दा 12 फिट 6 इन्चसम्मको यताको वाल छ भनेपछि 12 फिट 6 इन्चसम्मको तान्यौँ। त्यस पछाडि माथि गएको छ 9 फिट 5 इन्च, 9 फिट 5 इन्च नै हो। 9 फिट 5 इन्चसम्म के गएको छ भन्दा माथि गएको छ। अब माथि जाउँ, 9 फिट 5 इन्च। अर्थ मोड अन गरेर काम गर्नु होला। त्यस पछाडि छ 11 फिट 7 इन्च। यो टोटल यहाँ गएर योसँग टाँसिएको छ, हामीले यहीसँग लगेर टाँसिदिन्छौँ। र अब हाम्रो बिल्डिङको के भयो, आउटलाइन आयो। प्लिन्थ एरिया कति छ भनेर अब हामीले यहाँनिर हामी पोलिलाइनबाट हामी टोटल एरिया निकाल्छौँ। जहाँ जहाँ बेन्ड भएको छ त्यहाँ त्यहाँ चाहिँ हामीले कनेक्ट गराउनु पर्ने हुन्छ। र यो हाम्रो अब क्लोज एरिया बनिसक्यो। अब यसलाई इन्टर गरेर एरियाको कमान्ड दिएर पनि गर्दा हुन्छ। मैले चाहिँ यसलाई गरेर छिटो हुने भएकोले गर्ने गर्दछु। 790.11 स्क्वायर फिट हाम्रो के आयो त भन्दा फर्स्ट फ्लोर एरिया। यो भनेको चाहिँ प्लिन्थ एरिया पनि हो, ग्राउन्ड फ्लोर एरिया भन्छ यसलाई। ग्राउन्ड फ्लोर भनेको 780
अच्छा हाम्रो कति आयो त हाम्रो आएको थियो यहाँनिर हेर्न पनि मिल्छ यहाँनिर अहिले आएको थियो 790 भनेपछि हाम्रो के आयो 10 स्क्वायर फिट भनेको कम्ती हो यसमा तपाईले अलिकति चलखेल गरेर एक्ज्याक्ट मिलाउन पनि सक्नुहुन्छ तर हामीलाई दिएकै डाइमेन्सन अनुसार बनाउँदा पनि अलिकति तलमाथि भन्ने चाहिँ आउन सक्छ र यस्तो केसमा तपाईले अलिअलि थोरै धेरै भन्ने हुँदैन यहाँनिर मिलाउन सक्नुहुन्छ तर म चाहिँ अहिलेलाई यतिकै छोड्दै किनभने यो लगभग सेम नै हो धेरै फरक आयो भने चाहिँ तपाईले मिलाउनै पर्ने हुन्छ तर कम्ती नै छ भने चाहिँ तपाईले त्यसलाई त्यतिकै छोडिदिदा हुन्छ र हाम्रो चाहिँ यो चाहिँ फर्म्याट हुन्छ फर्म्याट अनुसार चाहिँ हामी लगेर राख्छौं यो अब हामीले के गर्यौं साइड प्लान बनाइसक्यौं अब यसमा के गर्छौं यो बिल्डिङ हो भनेर त देखाउनु पर्यो ल मैले यसलाई के गरे कपी गरे यो चाहिँ हाम्रो फर्म्याटमा हुन्छ कुनै एउटा फर्म्याटलाई झिकेर अनि त्यसलाई हामी के गर्छौं यसरी राख्छौं अब मैले के गरे एक्जिस्टिङ बिल्डिङ भने यसलाई राखे अब हाम्रो यहाँ ट्रायंगलहरु थियो अब यसको डाइमेन्सन पनि थियो डाइमेन्सन दिने डाइमेन्सन दिँदा फेरि जहिले पनि के गर्ने लिनियर हैन अलाइन दिनुपर्छ अलाइन दिने डाइमेन्सन डाइमेन्सन एउटा मात्र डाइमेन्सन दिन्छौं हामी त्यो बिल्डिङ ड्रइङमा जस्तो भित्रको बाहिरको छुट्टा छुट्टै हामी डाइमेन्सन दिदैनौं यहाँनेरि साइड प्लेनमा अलाइन डाइमेन्सन चाहिँ हामीले दिदै जाने अनि यो डाइमेन्सनको तपाईको स्केल अनुसारको चाहिँ के हुनुपर्छ भन्दा यसको विड्थ हुनुपर्छ हाइट हुनुपर्छ अब जस्तै डी इन्टर गर्यौं डी इन्टर गर्दा फेरि के आयो डाइमेन्सन आयो यो 1 भन्ने डाइमेन्सन मैले चलाइराख्छु मोडिफाई गर्ने मोडिफाई गर्दा फेरि यसले के देखाउँछ त मोडिफाई गर्दा अब यहाँनेरि तपाईको टेक्स्टमा जानुस् र यसको हाइट 9 इन्चको राखेको छु मैले 9 इन्चको राखेको छु किन राखेको छु भन्दा यहाँ हेर्नुस् साइड प्लानको हाम्रो स्केल के छ 10 फिट 1:10 को छ भनेपछि हामीले 9 को अथवा तपाईले 10 को जतिको छ त्यति नै राख्नुस् अब यो हाम्रो 9 को छ अनि मैले 9 को राखे अनि यो डाइमेन्सन चाहिँ तपाईको राम्रो देखिन्छ प्रिन्ट गर्दा फेरि त्यो पनि हामीले ध्यान दिनुपर्ने हुन्छ र हामीले डायगोनल डाइमेन्सन यसरी इन्ट्री गर्दै जान्छौं जहाँ जहाँ बेन्ड भएको छ त्यहाँ त्यहाँ अनि तपाईले अब यो भित्रको डायगोनल डाइमेन्सन पनि दिनुपर्ने हुन्छ र ड्रइङमा हेर्दै दिनुपर्ने हुन्छ कहाँ कसरी बनाएको छ त्यसरी नै हामी दिँदै जान्छौं र एक्ज्याक्ट मिड पोइन्टबाटै लिनु होला यसरी डायगोनल डाइमेन्सन दिँदा पनि तलमाथि हुनु हुँदैन र यो चेक गर्दै जाने फेरि हामीले बनाएको चिजसँग मिल्दै छ कि छैन त भनेर यो हैन हाम्रो साइड प्लानमा हेर्ने 26 फिट 11 इन्च ठीक छ 15 फिट 7 इन्च ठीक छ यो अर्को कति छ 31.8 31.8 यो हाम्रो के भयो मिस्टेक भयो 31.8 हैन यसलाई चाहिँ हामीले कति बनाउनु पर्थ्यो भन्दा 31 को मात्र बनाउनु पर्थ्यो त्यही भएर यसको एरिया अलिकति अघि बेसी आएको थियो अब यसलाई म के गर्छु भन्दा यसलाई म बनाइहाल्छु यसलाई बनाउन धेरै बेर पनि लाग्दैन त्यही भएर म यसलाई सच्याइहाल्छु 31 फिटको मात्र थियो अब 31 मा मैले सर्कल ताने यताबाट मात्र तानेर भयो त हामीले अघि यताबाट पनि रेफरेन्स लिएको थियौं सर्कल यो एक्ज्याक्ट मिड पोइन्टबाट कति भन्दा फेरि 19 फिट 11 इन्चमा लिँदा फेरि कहाँ गएर म्याच भयो त अब एक्ज्याक्ट त्यो पोइन्टमा अब यसलाई सार्नु पर्यो कहाँ यहाँनेरि अनि बल्ल अब हाम्रो के भयो ठीक ठाउँमा आयो यसलाई पनि कहाँ सार्नु पर्यो यहाँ सार्नु पर्यो यो बिल्डिङ पनि त हाम्रो के थियो
अलिकति बिग्रियो, तलबाट जति छोड्नु पर्ने थियो त्यति त छोड्न पाइएन, 5 फिट। अब यसलाई सी गर्ने, 5 फिट छोड्ने, पोलिलाइन डर, यो त यही पोइन्टसम्म आउँछ। अब माथि चाहिँ अलिकति बेसी जाने भयो, कति माथि जाने भयो, 9 फिट 5 इन्च, 9 फिट 5 इन्च। मिस्टेकबाट पनि तपाईहरुले सिक्न सक्नुहुन्छ, त्यही भएर मिस्टेकलाई पनि एकदमै ध्यान दिएर हेर्नु होला। जति मिस्टेक गर्नुभयो त्यति नै सिक्दै जानुहुनेछ। र यो चाहिँ प्रोपर्टी भ्यालुएसन गर्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट पनि कुरा हो। एकदमै एक्युरेसी भन्ने चिज चाहिन्छ, नत्र भने तपाईलाई भोलिको दिनमा चाहिँ गाह्रो पर्न सक्छ। यो कुराहरु त तपाईहरुले बैंकमा बुझाउनुहुन्छ, दिएको एरिया एक्ज्याक्ट छैन, मिलेन भने भोलि तपाईलाई नै गाह्रो पर्ने हुन सक्छ। 782 पोइन्ट, यो हाम्रो भित्रको एरिया, 782.58 भनेको हाम्रो प्लिन्थ एरिया भनेको ग्राउन्ड फ्लोर एरिया, 782 भने चाहिँ हाम्रो अहिले चाहिँ आएर के भयो, एकदम एक्ज्याक्ट नै भयो। अब साइड प्लानको एरिया पनि हामीले हेर्नुपर्ने हुन्छ। साइड प्लानको 1352.60, 1352.6 भने चाहिँ अघिको भन्दा एकदमै मिल्न गयो, 1-2 को मात्र फरक आयो हैन त। अब यसरी तपाईले बनाइसके पछाडी के गर्नुस् भन्दा ट्रायंगलहरु पनि कुन ट्रायंगल हो त भनेर यसरी देखाइदिनुस्। CO कपी भन्ने कमान्ड दिएर दिएको चीजलाई हाम्रो फर्म्याट हुन्छ, फर्म्याट पनि म डिस्क्रिप्सनमा हाल्दिन्छु, त्यो फर्म्याट तपाईहरुले डाउनलोड गरेर चाहिँ बनाउन ट्राई गर्न सक्नुहुनेछ। फर्म्याट र यो बिल्डिङको ड्रइङ नै म तपाईहरुलाई हाल्दिने वाला छु र त्यहाँबाट चाहिँ अब हामीलाई अर्थो चाहिएन, यो 3 भयो, यो 2 भयो। कतिवटा ट्रायंगल छ त हामीलाई त्यो सबैको एरिया झिकेर चाहिँ हामीले चाहिँ रिपोर्ट बनाउनु पर्ने हुन्छ। त्यसकारणले गर्दा चाहिँ हामीलाई यो ट्रायंगलहरु चाहिने हुन्छ। कुनै पनि कुरा किन चाहिन्छ भनेर पनि रिजन थाहा पाउन एकदमै इम्पोर्टेन्ट छ। र यो कुराहरु बुझ्नु भने भोलिको दिनमा तपाईहरुलाई काम गर्नको लागि के हुनेछ, सहज हुनेछ। अब यहाँ पनि हाम्रो एउटा के छ, ट्रायंगल छ। हरेक ट्रायंगलहरु चाहिँ मजाले हामीले बनायौं। यो त हामीले यो पोइन्टको लागि लेको, ठीक छ। यो भएपछि हाम्रो लगभग हाम्रो के भनौं, साइड प्लान बनिसकेको छ। यो 13 फिटको के कुन खालको रोड हो, PCC हो कि कुन हो, त्यो अनुसारको लगेर लेख्नु पर्ने हुन्छ। हाम्रो अब यो डेड इन्ड हो नि त, डेड इन्ड हो भनेर पनि हामीले यसरी देखाउने गर्नेको छौं। यति भएपछि तपाईको साइड प्लान भन्ने चीज लगभग के भइसक्यो, बनिसक्यो। अब यो हामीले चाहिँ भोलिको दिनमा प्रिन्ट गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा पनि के भएको भन्दा यो हामीलाई फर्म्याटमा ठ्याक्क राख्नुपर्ने हुन्छ। अब यो हाम्रो 1:10 को स्केलमा हामीले के गर्यौं, बनाइसक्यौं। अब यहाँ हामी बिल्डिङ छ भनेपछि यसलाई के गर्छौं, ह्याचिङ गर्छौं। ह्याचिङ गर्दा फेरि कुनै पनि सिम्पल ह्याचिङ लिनु होला र यसको चाहिँ अब स्केल एकदमै बेसी भएको छ। 300 को स्केलमा मैले राखे र इन्टर गरे। 300 को स्केल के भयो, एकदमै फेरि ठुलो भयो। र मैले यो भन्दा पनि अरु कुनै ह्याचिङ स्टाइल युज गर्न चाहे, यो वाला ल, यसलाई 300 को स्केलमा
अब हाम्रो डाइमेन्सनसँग चाहिँ प्यारालाल भयो भने चाहिँ यो ह्याचिङ अलिकति नराम्रो देखिन्छ र डाइमेन्सनसँग चाहिँ के हुनु पर्यो भन्दा पर्पेन्डिकुलर रूपमा चाहिँ राख्यौँ भने एकदमै राम्रो देखिने हुन्छ र हाम्रो ट्रेङ्गल 1 ट्रेङ्गल 2 गरेर हामीले के गर्यौँ बनायौँ ट्रेङ्गल 1 हाम्रो अब यहाँ पनि बेन्ड भएको छ बेन्ड भएको ठाउँमा त के गर्नु पर्यो ट्रेङ्गलहरू चाहिँ एकदमै मजाले बनाउनु पर्ने हुन्छ यो एकदमै यिनेरी एलाइन भयो यसलाई अलिकति बाहिरतिर राखौँ मैले चाहिँ अटोक्याड 2007 चलाउने गर्छु अफिसमा अनि यहाँ चाहिँ मेरो लेटेस्ट भर्जन भएको कारणले गर्दा चाहिँ अलिकति ढिलो चल्ने हुँदो रहेछ नयाँ भर्जनहरू चाहिँ अटोक्याड 2007 चाहिँ एकदमै फास्ट हुन्छ तर अलिकति पुरानो भएकोले गर्दा नयाँ युज गर्दा चाहिँ एकदमै राम्रो हुन्छ र हाम्रो यो T1 अब यसलाई हामीले के गर्नु पर्यो यो ट्रेङ्गल आफ्नो ठाउँमा राखिदिनु पर्यो T1 T2 T3 T4 यसरी अब हामीले के गर्यौँ अब साइड प्लान बनाइसकेपछि अलिकति राम्रो पनि बनाउनु पर्ने हुन्छ बनाएरै मात्र पनि हुँदैन अलिकति ब्युटिफिकेसन पनि दिनुपर्ने हुन्छ सिभिल इन्जिनियर भइसकेपछि र यो चिजहरूलाई बनाएँ र मैले यसलाई आउटर लाइनलाई के गरेँ डार्क बनाउन PE इन्टर W इन्टर 0.3 को विथमा के गरेँ कन्भर्ट गरेँ कन्भर्ट भयो त भएन PE इन्टर W इन्टर 0.3 इन्टर यस्तो देखाइरहेको छ ठिक छ ल यसलाई अहिले डार्क नगरौँ ठिक छ यो अब 2007 मा चाहिँ भइहाल्थ्यो अब यसमा अहिले भएन हाम्रो लगभग साइड प्लान भनेको रेडी भइसकेको छ र साइड प्लान बनाउँदा जहिले पनि नर्थ माथिपट्टि हुन्छ र ड्रइङमा नर्थ माथि छ भने माथि नै राख्नु पर्यो अरूतिर राखेर भएन र जस्तो छ त्यस्तै नै बनाउनु पर्ने हुन्छ र अब ट्रेस म्याप हुँदाखेरि चाहिँ कसरी बनाउने भनेर म अर्को भिडियोमा तपाईहरुलाई देखाउने छु र यो हाम्रो साइड प्लान सँगसँगै हामीले बिल्डिङ ड्रइङ छ भने चाहिँ बिल्डिङको हरेक फ्लोरको यसरी आउटलाइन एरिया पनि देखाउनु पर्ने हुन्छ र त्यो पनि कसरी देखाउने भनेर म तपाईहरुलाई सिकाउने छु यसलाई मैले सेभ गरे हैन र त्यो देखाउँछु म तपाईहरुलाई अहिले यस्तै अब यो यसको जस्तै यसको आउटलाइन बनाउनु पर्ने हुन्छ ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सेकेन्ड फ्लोर भनेर र यो चाहिँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ बिल्डिङ ड्रइङ भनेपछि यसको हामी बिल्डिङ ड्रइङ पनि बनाएको हुन्छ र बिल्डिङ ड्रइङलाई पनि यसरी तपाईहरुले फर्स्ट फ्लोर ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सेकेन्ड फ्लोर भनेर एरिया सहित एउटा स्केलमा बनाउनु पर्ने हुन्छ र तपाईहरुलाई चाहिँ कत्रो स्केल अब यो तपाईको स्केल छ नि स्केलको बारेमा पनि तपाईहरुलाई भनिदिहाल्छु तपाईसँग यदि एउटा मात्र स्केल छ भने पनि जुनसुकै स्केलमा कन्भर्ट गर्न सक्नुहुन्छ जस्तै यो 1:10 को स्केल हो भने अब तपाईको ड्रइङ चाहिँ ठुलो छ यसमा अटेन भने SC इन्टर गर्नुहोस् त्यसलाई सेलेक्ट गरेर अनि एउटा कुना पक्र्नुहोस् अनि त्यसपछि अब कत्रो स्केल राख्ने भन्नाले अब हामीलाई 10 मा अटेन 16 को चाहियो 16 डिवाइडेड बाइ अहिले जतिको स्केल छ त्यति 10 गर्ने के भयो यो बढो अब यी 16 को स्केलमा कन्भर्ट भइसक्यो अब फेरि यसलाई SC इन्टर गर्ने अनि यसलाई बढाउनु पर्यो अझै अब यसमा पनि अटेन 25 को स्केलमा राखौं 25 डिवाइडेड बाइ 16 यसरी बढाउन सकिन्छ र ड्रइङ तपाईहरुको मेजरमेन्ट त बढ्ने हैन नि त स्केल बढ्दा फेरि मेजरमेन्टहरु सब सेम हुन्छ ठुलो ठुलो चीजहरु पनि अब यो स्केलमा अटो र भोलि हामीलाई प्रिन्ट गर्दा फेरि कन्ट्रोल P गर्छौं कन्फिगरेसन क्यान नट बी युज भन्नलाई यसलाई प्रिन्टको यहाँ देखायो विन्डोज गर्ने विन्डो गर्ने हैन ल हामीलाई यो त्यही चाहिएको छ अरे यसले प्रिभ्यू देखाएन यहाँनेरि PDF को
फर्मेटमा प्रिभ्यू गऱ्यौँ स्केल इज नट इक्वल टु द प्लट स्केल अरे यसले अब के गरौँ यसरी झिको जतिको स्केल हो त्यतिमै राखेर हामीले गऱ्यौँ भने झिक्छ नत्र भने झिक्दैन त्यही भएर प्रिन्ट गर्ने बेलामा पनि अलिकति ध्यान दिनुपर्ने हुनसक्छ तपाईँहरूले ध्यान